आफ्टर 421 डेज मैले यस्तो बबाल खसीको मासु बनाएर खाँदैछु। हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। म जापान आएको चाहिँ 420 डेज भएछ। अनि म जापान आउनुभन्दा एक दिन अगाडि चाहिँ मैले यसरी मिठो गरी खसीको मासु बनाएर खाएर आएको थिएँ क्या। अनि जापान आए पछाडि चाहिँ खसीको मासु किनेको पनि थिइनँ त्यसरी, अनि बाहिर पनि त्यस्तो धेरै खाएको थिइनँ। अनि मलाई चाहिँ अस्ति नागोया गएको बेलामा चाहिँ खसीको मासु लिएर आउन मन लागिरहेको थियो। रिक्स लिएरै म नमिठो भए पनि हुन्छ 1 केजी चाहिँ मासु ल्याएर ट्राई गर्छु भनेर चाहिँ एउटा नेपाली पसल छिरेको थिएँ। अनि त्यहाँ चाहिँ यो मासु चाहिँ नेपालको जस्तै स्वाद आउँछ, आएन भने अर्कोचोटिदेखि मेरो पसलमा नआउनु भनेर भन्छ क्या त पसलको मान्छेले। अनि त्यति भनिसके पछाडि चाहिँ थोरै भए पनि विश्वास लाग्यो, अब नेपालीले त्यति बोले पछाडि भनेर। अनि मैले 1 केजी मासु लिएर आएको थिएँ। मासु चाहिँ फ्रोजनै हो। अनि फ्रोजनबाट झिकेर चाहिँ मैले एकछिन बाहिर राखिदिएँ। अनि त्यो आइसहरू पग्लिसके पछाडि चाहिँ राम्रो फ्रेसै मासु जस्तो देखिएको थियो क्या, लाइक एकदमै भर्खर काटेको जस्तो। अनि मर मसला सबै कुरा भिडियोमा देखाए जसरी नै मैले सबै कुरा हालेर बनाएँ। अनि स्मेल पनि एकदमै मिठो आइरहेको थियो क्या। कति धेरै मान्छेले चाहिँ कुहेको जस्तो गनाउँछ कि जस्तो गनाउँछ यताउता भनेर भिडियो हालेको देखेर पनि मलाई किन्ने आँट आएको थिएन। तर मैले रिक्स लिएर पनि किन भन्दाखेरि मलाई खसीको मासु एकदमै मिठो लाग्छ। आज चाहिँ मैले ग्रेभी बनाएर ट्राई गरेँ है। नेक्स्ट टाइम चाहिँ म अर्कै तरिकाले बनाएर फ्राईहरू टाइपको बनाएर खान्छु कस्तो हुन्छ भनेर। अनि मासुसँग मात्र खान मन नलागेको कारणले गर्दाखेरि चाहिँ मैले थोरै साग र आलु पनि बनाएँ। अनि साग र आलु सँगसँगै मेरो मासु पनि सिटी लाग्यो। अनि मासु चाहिँ एकदमै मिठो भएको थियो। मैले सर्भ गर्दा पनि चाखेको थिएँ। अनि अहिले भोइस ओभर पनि खाना खाइसकेर नै गर्दैछु। अनि मैले यति पस्केको खाना चाहिँ लगभग 4 मिनटमा सकेको थिएँ क्या। अनि नेक्स्ट खाएको भिडियो चाहिँ म पछि हाल्छु। थ्याङ्क्स फर वाचिङ माई भिडियो। बाई बाई।